यो क्लोरोफिल जुस हजुर हरित तत्त्वबाट बनेको हुन्छ। हजुर यो अल्फा भन्ने प्लान्टबाट बनेको हुन्छ। हजुर हजुर यो मलेसियामा यसको उत्पादन हुन्छ हजुर। र यसले नेपालमा बिक्री वितरण गर्छ। हजुर र यो पाचन प्रक्रिया चाहिँ अहिलेको तपाईँको खानेकुरामा मिसावट, औषधि मिसावट र जङ्क फुडहरूले गर्दाखेरि अहिलेको मानिसहरूलाई खाना पच्न एकदम गाह्रो छ हजुर र त्यसले गर्दा ग्यास्ट्रिक हुने, कब्जियत हुने, खाना अपच हुनेले गर्दाखेरि ग्यास्ट्रिक सँगसँगै अल्सर पनि हुने हुन्छ र यसले अल्सर भएपछि पछि क्यान्सर पनि हुनसक्छ। त्योभन्दा अगावै यसले चाहिँ एउटा पाचन प्रक्रियालाई एकदम सफा शुद्धिकरण गर्छ। हजुर साबुन सरफले एउटा लुगालाई सफा तरिकाले धोएर चम्काउने गर्छौँ। त्यस्तै काम चाहिँ नि यो क्लोरोफिल जुसले पेटलाई सफा गर्ने र स्वस्थ राख्ने गर्दछ र पेट सफा भयो भने तपाईँको रगत सफा हुने र खानेकुराहरू पच्ने हुन्छ। पेट खराब छ भने खानेकुरा पच्ने एकदम गाह्रो हुन्छ र त्यसले गर्दाखेरि ग्यास्ट्रिक बढ्ने, घाँटी पोल्ने, छाती पोल्ने, खाना अपच हुने, पेट दुख्ने आदि समस्या भएको हुनाले यो क्लोरोफिल जुस प्रयोग गर्नुभयो भने यो सबै रोगबाट निराकरण हुन्छ। साथै पाइल्स भएका मान्छेहरूलाई पनि यो जुसले चाहिँ एकदम राम्रो काम गर्ने हुनाले यो क्लोरोफिल जुस अत्यन्त लाभकारी छ। हरेकले प्रयोग गर्नु होला र यो प्रयोग गर्नको लागि माथि आएको कप्सनमा हामीले नम्बर दिएका छौँ। त्यो नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ, नभए कमेन्टमा तपाईँले कमेन्ट पनि गर्न सक्नुहुन्छ। तपाईँको घर घरमा यो क्लोरोफिल जुस हामीले पठाउन सक्छौँ। धन्यवाद।